सबैजनालाई थाहा भइसकेको छ कि रियल मैड्रिडको टिम एकदमै क्राइसिसको सिचुएसनबाट गइरहेछ र फेरि क्राइसिस कस्तो भन्दाखेरि खेलाडी नभएर खेलाडीको कमीको कारणले भएको होइन, खेलाडी ज्यादा भएर खेलाडी बढ्ता भएर क्राइसिसको सिचुएसन आइरहेछ रियल मैड्रिडको टिममा। र रियल मैड्रिडले यो क्राइसिसलाई सल्भ गर्नको लागि अब एउटा खतरनाक म्यानेजर ल्याउनै पर्छ भन्ने डिसिजनमा पुगेको छ र फाइनली 4 जना म्यानेजरहरूलाई चाहिँ टप लिस्टमा राखेको छ। एउटा भयो योर्गन क्लप, लिभरपुलको एक्स म्यानेजर, अर्को भयो डिडियर डेस्चैम्प जो चाहिँ फ्रान्सको अहिलेको प्रेजेन्ट म्यानेजर हो, थर्डमा छ अर्जेन्टिनाको म्यानेजर स्क्यालोनी र फोर्थमा छ रियल मैड्रिडकै पहिलाको म्यानेजर जोजे मोरिन्यो जो चाहिँ अहिले बेन्फिकाको म्यानेजर पनि हो। अब अहिलेको लेटेस्ट रिपोर्ट्सहरूको अनुसार कतिवटा न्युज पोर्टलहरूले त हालि पनि सकेको छ कि पेरेज जो चाहिँ रियल मैड्रिडको प्रेसिडेन्ट हो उसको यहाँ सबै म्यानेजरहरूमध्ये उसको बेस्ट म्यानेजर चाहिँ जोजे मोरिन्यो हो र उसलाई चाहिँ जोजे मोरिन्यो फिर्ता आओस् भन्ने चाहिँ चाहना छ अरे र धेरै अगाडिसम्म कुरा बढिसकेको छ अरे। अब जब यो न्युज क्र्याक भइरहेछ कि जोजे मोरिन्योको चान्स अलिकति ज्यादा छ रियल मैड्रिडको नेक्स्ट म्यानेजर बन्ने भने पछाडि वर्ल्ड वाइड फुटबल फ्यान्स हैन, फुटबल एक्सपर्ट्स, मिडियाको मान्छेहरू सबैजनाले आफ्नो ओपिनियन दिएको छन् र त्यो ओपिनियन एकदमै डिभाइडेड छ। कतिजनाले भनिरहेको छ कि नाना नाना जोजे मोरिन्योबाट चाहिँ टाढा बस्नुपर्छ, ल्याउनु हुँदैन भनेर। अब कतिजनाले भनिरहेको छ कि यो रियल मैड्रिडको टिमलाई जोजे मोरिन्यो जस्तै नै म्यानेजर चाहिएको हो, सो जोजे मोरिन्योलाई ल्याउनुपर्छ भनेर। त्यो खासमा राइट डिसिजन चाहिँ के हुन्छ होला त? रियल मैड्रिडले जोजे मोरिन्यो ल्याउनुपर्छ कि ल्याउनु पर्दैन? आजको भिडियोमा हामी यही विषयमा एकदम डिटेलमा कुरा गर्नेछौँ। फर्स्ट कुरा हामी के कुरा गर्नेछौँ, जोजे मोरिन्यो ल्याउँदाखेरि के फाइदा हुन्छ, र अर्को कुरा गर्नेछौँ जोजे मोरिन्यो ल्याउँदा घाटा के हुन्छ। सो हामी पोजिटिभ कुरा र नेगेटिभ कुरा दुईटै कुरालाई मिलाएर यो भिडियोमा कुरा गर्नेछौँ र म आफ्नो ओपिनियन कन्क्लुजिभ टाइपको ओपिनियन चाहिँ लास्टमा दिन्छु। तपाईँहरूले पनि यो भिडियो पुरा हेर्नु होला, पोजिटिभ कुरा र नेगेटिभ कुरा दुईटै सुन्नु पनि होला र तपाईँहरू आफूले कति रिसर्च गर्नुभएको छ, आफूले कति बुझ्नु भएको छ त्यो अनुसार तपाईँहरूले कमेन्ट गर्नु होला कि जोजे मोरिन्यो रियल मैड्रिड ल्याउनु पर्छ कि पर्दैन भन्ने कुरा। सो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब चाहिँ हानिहाल्नु होला। हामी सुरु गरौँ, जोजे मोरिन्यो को हो त अथवा रियल मैड्रिडको क्राइसिस के हो त र यी दुईजना बिचको लिङ्क कसरी भयो यहाँबाट हामी कुरा गरौँ। जोजे मोरिन्यो रियल मैड्रिडको पहिला एकचोटि म्यानेजर भइसकेको मान्छे हो। 2012-13तिर दुनियाँ हल्लाइसकेको जोजे मोरिन्योले मोडर्न फुटबलको वान अफ द मोस्ट रेस्पेक्टेड र वान अफ द मोस्ट सक्सेसफुल म्यानेजर हो जोजे मोरिन्यो। र रियल मैड्रिडमा यो मान्छेको लिङ्क कसरी भयो भन्दाखेरि रियल मैड्रिडमा क्राइसिसको सिचुएसन गइरहेछ जुन मैले सुरुमै भनिहालेँ। र त्यो क्राइसिसको सिचुएसन के हो भनेदेखि खेलाडीको इगो ज्यादा भएर खेलाडी ठुल्ठुला खेलाडीहरू एउटै टिममा थुप्रेर बसेका छन् र तिनीहरूको इगो सम्हाल्ने खालको त्यो टप लेभलको म्यानेजमेन्ट एउटा पर्सनालिटी भएन र त्यो पर्सनालिटी खोज्दै जाँदाखेरि नाम त सबसे अगाडि जोजे मोरिन्योको आउँछ। सो त्यही भएर जोजे मोरिन्यो लिङ्क भएको। जोजे मोरिन्योलाई म्यानेजरको ज्लाटान इब्राहिमोभिच पनि भनिन्छ। उसको इगो, उसको एटिट्युड त्यस्तो खतरनाक छ र पेरेजको सम्बन्ध चाहिँ जोजे मोरिन्योसँग पहिलादेखि नै राम्रो भएको कारणले गरेर अहिले फेरि जोजे मोरिन्योको नाम अलिकति ज्यादा नै आइरहेछ। सो यसरी यिनीहरू दुईटा बिचको लिङ्क भएको। अब हामीले जोजे मोरिन्यो रियल मैड्रिडमा आउनुपर्छ कि पर्दैन, जोजे मोरिन्यो डिजर्भ पनि गर्छ कि गर्दैन, अथवा जोजे मोरिन्योलाई ल्यायो भने के साँच्चै प्रब्लम सल्भ हुन्छ त? त्योभन्दा अगाडि पनि मसँग अर्को एउटा खतरनाक क्वेसन छ, के रियल मैड्रिडसँग जोजे मोरिन्यो भन्दा बेटर अप्सनै छैन त? सो यो सबै टपिकको बारेमा एक एक गरेर हामी कुरा गरौँ। फर्स्ट कुरा हामी पोजिटिभिटीबाट जाऊँ है। जोजे मोरिन्योलाई ल्यायो भने फाइदा के हुन्छ त? हेर्नुहोस्, रियल मैड्रिडको टिममा इगो अलिकति ज्यादा भइरहेछ। बेलिङहेम, एम्बापे, भिनिसियस, यो तीनटा खेलाडीको इगोको बारेमा त हामीले व्यापक रूपमा जताततै चलिरहेछ, हल्ला पनि चलिरहेछ, हामी सुनिरहेछौँ। अब यो इगोलाई शान्त गराउनको लागि अहिले मलाई लाग्दैन कि वर्ल्ड फुटबलमा जोजे मोरिन्यो भन्दा बेटर कोही पनि म्यानेजर छ होला। अब ग्वार्डियोला छ भन्नुहुन्छ, लुइस एन्रिके छ भन्नुहुन्छ, रियल मैड्रिडको अप्सनमा छैन तिनीहरू। ग्वार्डियोला रियल मैड्रिड आउँदैन, लुइस एन्रिके रियल मैड्रिड आउँदैन। धेरैजनाले जिनेदिन जिदान पनि भन्नुहुन्छ। जिनेदिन जिदान फ्रान्सको म्यानेजर बन्नेवाला छ वर्ल्ड कप पछाडि। सो यो कुनै पनि म्यानेजरहरू रियल मैड्रिड आउँदैन भनेपछि अहिले जो मार्केटमा अभाइलेबल छ म्यानेजरहरू जो बिग पर्सनालिटीहरू हो जसले इगो ह्यान्डल गर्न सक्छ, त्यसमा टपमा नाम आउँछ जोजे मोरिन्योको। उसको ट्र्याक रेकर्ड पनि त्यही छ कि उसले ठुल्ठुलो क्लबहरू म्यानेज गरेको छ, ठुल्ठुलो प्लेयरहरूसँग उसले डिल गरेको छ। सो यो कुरामा ऊ एकदम एक्सपर्ट छ।
फेरि कुरा के हो भनेदेखि रियल मेड्रिडमा ट्याक्टिसियन अहिले चाहिएको छैन। धेरैजनाको ओपिनियन के भइरहेछ, बेन्फिका जस्तो सानै क्लब त हो रियल मेड्रिडसँग कम्पेयर गर्दा, सो बेन्फिका जस्तो सानो क्लबको म्यानेजर भएर बसिरहेछ। अब हि इज पास्ट इज प्राइम, उसको प्राइमबाट ऊ अगाडि बढिसक्यो, सो अहिले रियल मेड्रिडको म्यानेजर बनाउन डिजर्भ गर्दैन। यो एउटा ओपिनियन आउँछ जसको बारेमा हामी पछि पनि डिस्कस गर्छौँ, तर यो एउटा ओपिनियन मान्छेहरूले दिन्छ। तर कुरा के हो खासमा भनेदेखि रियल मेड्रिडमा अहिले ट्याक्टिसियन चाहिएकै छैन। बबाल ट्याक्टिकल्ली खतरा कम्प्लिट खालको म्यानेजर चाहिए होइन। अहिले रियल मेड्रिडमा चाहिएको भनेको यो भएको खेलाडीहरूलाई खुसी राखेर सम्हालेर सँगै खेल, एकअर्काको लागि खेल, टिमको लागि खेल है भनेर चाहिँ कन्ट्रोल गर्ने खालको म्यानेजर चाहिए हो। त्यति गरेदेखि यो टिमले आफै राम्रो गर्छ। 2016, 17, 18मा जिनेदिन जिदानले कुनै खतरा ट्याक्टिक्स खेलाएको थिएन क्या, कुनै एकदमै ट्याक्टिक्स छैन। ऊ आफैले पनि भनेको छ कि मैले केही पनि खासै केही पनि गर्दिनँ थिएँ भनेर खेलाडीहरूलाई आफ्नो तरिकाले खेल है भनेर भन्थे, टिममा हार्मोनी मेन्टेन गराउँथे भन्थ्यो उसले। सो एक्ज्याक्टली सेम रोल यहाँनिर जोजे मोरिन्योले गर्न सक्छ, प्रोभाइडेड द्याट कि सेन्टरमा एउटा राम्रो मिडफिल्डर चाहिँ जोजे मोरिन्योलाई पनि दिनुपर्छ र सेन्ट्रल ब्याक जोजे मोरिन्योलाई अलिकति फिजिकल खालको चाहिन्छ। सो ट्रान्सफरमा जोजे मोरिन्योले पैसा चाहिँ खर्च गराउँछ है, पैसा चाहिँ खर्च गराउँछ, तर उसले ट्याक्टिकल भन्दा पनि उसको इनपुट योपालि अलिकति म्यान म्यानेजमेन्टमा दिने हो। सो एउटा काम त्यो हो। अर्को एउटा कुरा भनेको ट्र्याक रेकर्डै हेर्ने हो भने पनि जोजे मोरिन्यो ठिक छ, ऊ पास्ट इज प्राइम त हो, डेफिनेटली म मान्छु कि बेन्फिका जस्तो टिमको म्यानेजर भइरहेछ। योभन्दा अगाडि टर्किस लिग, त्योभन्दा अगाडि रोमा, सो ब्याक टु ब्याक 3टा एउटा मिडल लेभलको मात्र क्लब म्यानेज गरेको छ उसले। सो उसले अब ठुल्ठुलो क्लब म्यानेज गर्न बिर्सिसक्यो, 10 वर्ष भइसक्यो भन्ने ओपिनियन पनि आउँछ। बट एन्जेलोटी रियल मेड्रिड आउनुभन्दा अगाडि एन्जेलोटीले एभर्टन जस्तो क्लब म्यानेज गरिरहेको थियो क्या। एन्जेलोटी पनि त कुनै बिग म्यानेजर भनेर आएको होइन खासैमा। रियल मेड्रिडले जब एन्जेलोटीलाई एभर्टनबाट लिएर आएको थियो त्यतिखेर एकदम हाई एक्सपेक्टेसन्सका साथ हामीले चाहिँ अब बवाल गर्छ भनेर ल्याएको होइन। त्यो बेलामा ल्याउनुको कारणै यही थियो कि रियल मेड्रिडको टिम क्राइसिसबाट गइरहेको थियो होइन, किनभने यङ खेलाडी र ओल्ड खेलाडीहरू छ, को टिमबाट छोडेर जाने, को के गर्ने भन्ने सबै क्राइसिस थियो त्यतिखेर, र म्यान म्यानेजमेन्ट हो सम्हालोस् भनेर लिएर आएको। कसरी पनि सोचेको थिएन एन्जेलोटी धेरै वर्ष बस्छ होला भनेर, उसलाई सर्ट टर्मको लागि लिएर आएको थियो खासमा, तर 2टा च्याम्पियन्स चाहिँ जिताइदियो। सो अहिलेको कन्टेक्स्टमा हामीले जोजे मोरिन्योलाई चाहिँ लास्टको 3टा क्लबमा म्यानेज गरेको छ र त्यो क्लबको हैसियत के थियो भनेर कम्पेयर गर्ने होइन, हामीले एज अ होल जोजे मोरिन्योलाई हेर्ने हो र उसको क्वालिटी के हो भन्ने कुरा हेर्ने हो। सो त्यो पोइन्ट अफ भ्यूबाट हेर्ने हो भने एन्जेलोटी एभर्टनबाट आएर रियल मेड्रिडमा 2टा च्याम्पियन्स लिग जिताउन सक्छ र यस्तो बवाल तरिकाले चाहिँ एउटा लिगेसी नै छोड्न सक्छ भनेदेखि अभियसली जोजे मोरिन्योले सक्छ। तर अब फेरि हामी अलिकति नेगेटिभ साइडबाट पनि जाम कि जोजे मोरिन्योले डिजर्भ गर्छ त रियल मेड्रिडको टिममा आउनको लागि। कस्तो बेलामा भन्दाखेरि जब कि यदि मार्केटमा ऊभन्दा बेटर अप्सन्सहरू अभाइलेबल छन् भनेदेखि है, जोजे मोरिन्यो भन्दा बेटर अप्सन्स अभाइलेबल छन् कि छैन नि त मार्केटमा। यदि छन् भनेदेखि हामी किन अरूतिर नजाने, जोजे मोरिन्योमा किन आउने त? मेरो आफ्नो डाउट यो पनि हो एउटा। जस्तो कि अहिले योर्जेन क्लब अभाइलेबल छ, रियल मेड्रिडले अप्रोच पनि गर्ने प्लान गरिरहेछ अरे, फर्मल अप्रोच पनि गर्ने कुरा भइरहेछ, अहिलेसम्म गरेको छैन। तर यदि योर्जेन क्लब आउँछ भने जोजे मोरिन्योलाई ल्याउनुपर्छ कि क्लबलाई ल्याउने हो? अब क्लब वान अफ द बेस्ट म्यान म्यानेजमेन्ट स्किल भएको मान्छे हो, उसको प्लेयरहरूसँगको रिलेसन, फ्यान्सहरूसँगको रिलेसन अहिलेसम्म काहीँ पनि बिग्रेकै छैन। डटमन्ड नहुँदा पनि ऊ वर्ल्ड क्लास लेभलको म्यानेजर थियो, उसको रिलेसन सबैसँग राम्रो थियो। र लिभरपुलमा त सबैजना थाहा छ कि फ्यान फेभरेट थियो ऊ। सो त्यस्तो एउटा क्वालिटी म्यानेजर अभाइलेबल छ भनेदेखि उसलाई किन नल्याउने, फर्स्ट कुरा। अर्को भनेको डिडियर डेस्च्याम्प अभाइलेबल छ भने, डिडियर डेस्च्याम्प अभाइलेबल छ भने जोजे मोरिन्यो ल्याउने कि डिडियर डेस्च्याम्प ल्याउने? जबकि जोजे मोरिन्यो अहिले जतिजनाले भनिरहेको छ कि पास्ट इज प्राइम होइन, लजिकली ठिक त हो नि, पास्ट इज प्राइम, तर डिडियर डेस्च्याम्प पास्ट इज प्राइम होइन। ब्याक टु ब्याक 2टा वर्ल्ड कपको फाइनलमा पुगेको, वर्ल्ड कप जिताइसकेको, योपालि पनि वान अफ द स्ट्रङ्गेस्ट कन्टेन्डर हो। मेबी हुनसक्छ फ्रान्सले वर्ल्ड कप पनि जित्छ र यदि डिडियर डेस्च्याम्पलाई रियल मेड्रिडले ल्यायो भने मेबी हुनसक्छ एज अ वर्ल्ड कप विनर म्यानेजर, रिसेन्टली वर्ल्ड कप जिताएर आएको म्यानेजर पनि हुनसक्छ। र अर्को बेनिफिट, यदि डिडियर डेस्च्याम्प रियल मेड्रिडको म्यानेजर भएर आयो भनेदेखि चुआमेनी, कामाभिङ्गा, एम्बापे जस्तो खेलाडीहरूलाई डाइरेक्ट बेनिफिट हुन्छ होइन। सो त्यो पर्सपेक्टिभबाट हेर्ने कि नहेर्ने, योर्जेन क्लब जस्तो वर्ल्ड क्लास ट्याक्टिसियन आउँछ, प्लस म्यान म्यानेजमेन्ट स्किल भएको म्यानेजर आउँछ, प्लस ब्युटिफुल फुटबल खेलाउने, एकदम एट्र्याक्टिभ फुटबल खेलाउने म्यानेजर आउँछ भने किन जोजे मोरिन्यो लिने? मेरो फर्स्ट एउटा डाउट। सेकेन्ड डाउट र सेकेन्ड नेगेटिभ पोइन्ट
मैले आफूले देखेको के हो भनेदेखि रियल मेड्रिडको टिममा इगो मात्र छ। इगोलाई शान्त गराउन इगो ल्याउन त भएन कि आगोलाई आगोले त निभाउँदैन होला कि भन्ने पनि हो। अब एम्बापेको, भिनिसियसको, बेलिङहेमको, भ्यालभर्डेको इगो त मोरिनोले शान्त गराइदिन्छ, बेन्चमै राखेर भए पनि शान्त गराइदिन्छ, बेचिदिन्छ हल्ला धेर गऱ्यो भने। यो त डेफिनेटली हो कि जसलाई पनि बेचिदिन सक्छ मोरिनोले। तर मोरिनोको इगोलाई कसले शान्त गराउने? मोरिनोको आफ्नो जुन इगो छ, जुन चाहिँ दोस्रो वर्षकै 6 महिनादेखि नै सुरु हुनसक्छ, त्यो इगोलाई कसले शान्त गराउने? मेरो अर्को एउटा डाउट। र सेकेन्ड कुरा यहीँभित्र के छ भनेदेखि जोजे मोरिनोको ट्र्याक रेकर्ड विथ यङ प्लेयर्स एकदम खराब छ है। एकाडेमीबाट आएको खेलाडी अथवा यङ खेलाडीहरूमा मोरिनोको ट्र्याक रेकर्ड एकदमै नराम्रो छ। उसले प्रिफर गर्दैन कि उसले चाहिँ आफ्नो प्लेइङ 11मा एक्सपेरिमेन्ट गरोस्। सो वाट अबाउट निको पाज, वाट अबाउट आर्डा गुलर, मास्टान्टुओनो, एन्ड्रिक, वाट अबाउट देम? यी खेलाडीहरू, इभन पिटार्च जुन चाहिँ भर्खरै अब अहिले लाइमलाइटमा आइरहेछ, यस्तो खेलाडीहरू छन्, यङ्स्टरहरू छन् जसले चाहिँ चान्स पाउने हो भनेदेखि दुनियाँ हल्लाउन सक्छन्। यिनीहरूको पत्ता साफ हुनसक्छ जोजे मोरिनो आयो भने। किनभने जोजे मोरिनोले त्यति सजिलै यङ खेलाडीहरूमाथि भरोसा गर्दैन। उसले जहिले पनि इस्ट्याब्लिस्ड खेलाडीहरूलाई अलिकति ज्यादा ट्रस्ट गर्छ, प्रिफर गर्छ। सो त्यो तरिकाले हेर्ने हो भनेदेखि यदि जोजे मोरिनो रियल मेड्रिडको नयाँ म्यानेजर भएर आयो भने मास्टान्टुओनो बेचिदिन्छ, एन्ड्रिक अतापता नै होइन, एसेन्सियो जुन छ रियल मेड्रिडको एकाडेमीको, गोन्जालो गार्सिया जुन छ, जाऊ भाइ पिटार्च जिन्दगीभर लोनमा जाऊ, हो यस्तो तरिकाले उसले ट्रिट गर्छ खेलाडीहरूलाई, जुन चाहिँ म एज अ रियल मेड्रिड फ्यान म चाहदिनँ। सो त्यो एउटा नेगेटिभ पोइन्ट मैले देखेको जोजे मोरिनोको। सो यो सबै कुरा हेर्दा मलाई लाग्दैन कि जोजे मोरिनो अहिलेको कन्डिसनमा पर्फेक्ट फिट पनि हुन्छ होला रियल मेड्रिडमा ल्याउँदाखेरि। अलिकति लङ टर्मको प्रोजेक्ट हेर्ने हो भने, 2-4 वर्षको प्रोजेक्ट हेर्ने हो भने मलाई लाग्दैन कि हि वुड बी द बेस्ट फिट। अब पर्सनली हेर्नुहुन्छ खेलाडीहरूको पोइन्ट अफ भ्यूबाट भनेदेखि फेरि अर्कै डाइरेक्सनतिर जान्छ। जस्तो यदि एम्बापेलाई प्रोपर एउटा नम्बर 9 बनाउनु छ भने उसले आफ्नो गेमलाई चाहिँ एउटा विङ्गर पोइन्ट अफ भ्यूबाट जुन अहिले खेलिरहेछ त्यसलाई कन्भर्ट गराएर म एउटा प्रोपर नम्बर 9 बन्छु भन्ने तरिकाले कन्भर्ट गराउनु छ भने दुनियाँमा सायद जोजे मोरिनो भन्दा बेटर म्यानेजर फेरि कोही पनि हुन सक्दैन एम्बापेको लागि। एम्बापेलाई एउटा ब्यालोन डोर जित्ने फोर्स, वर्ल्डको वान अफ द 100 भन्दा खतरनाक खेलाडीमा जोजे मोरिनोले कन्भर्ट चाहिँ गराइदिन सक्छ। जसरी क्रिस्टियानो रोनाल्डोलाई विङ्गरबाट स्ट्राइकरमा कन्भर्ट गराएको थियो जोजे मोरिनोले होइन। क्रिस्टियानो रोनाल्डो जब म्यान्चेस्टर युनाइटेडबाट रियल मेड्रिड आएको थियो विङ्गरै त थियो नि जोजे मोरिनोले नै उसलाई कन्भर्ट गराएको हो। अब त यसरी खेल भनेर तेरो काम गोल हान्ने हो, करियरलाई धेरै लामो बनाउनु छ भने यस्तो पोजिसनबाट खेल है त, इन्जुरी पनि हुँदैनस् भनेर जोजे मोरिनोले क्रिस्टियानो रोनाल्डोलाई स्ट्राइकर बनाएको हो। सो त्यही काम उसले एम्बापेलाई पनि गर्न सक्छ किनभने एम्बापेलाई चाहिएको पनि त्यही छ। सो पर्सनल्ली एउटा खेलाडीलाई पिक गर्ने हो भनेदेखि चुवामेनीलाई लास्टै फाइदा हुनसक्छ किनभने जोजे मोरिनोको अन्डरमा जहिले पनि डिफेन्सिभ मिडफिल्डर, सेन्ट्रल ब्याकहरू अति ज्यादा थ्राइभ गर्छन् भनेको माथि जान्छन् होइन। पास्ट रेकर्डले पनि त्यही नै भन्छ होइन। सो 2-4 जना खेलाडीहरूलाई बेनिफिट त हुन्छ तर एज अ होल टिमलाई बेनिफिट हुन्छ जस्तो मलाई चाहिँ लाग्दैन। सो अब प्रोज एन्ड कोन्सहरू यस्तैहरू छन्। टिमको हार्मोनी बनाउने चाहिँ होइन बिगार्ने काम चाहिँ गर्न सक्छ कि जस्तो मलाई लाग्छ। सो आई डोन्ट वान्ट टु रिस्क अहिलेको कन्डिसनमा म रिस्क लिन चाहन्न। रियल मेड्रिडमा भइरहेको मजासँगले सेटल भइरहेको टिम छ, अलिकति एउटा गतिलो म्यानेजर आयो भने सबै कुरा सेटल हुनसक्छ भन्ने कन्डिसनमा सबै तहस नहस चाहिँ नहोस्। सो मेरो पोइन्ट अफ भ्यू त्यही हो। प्रोज एन्ड कोन्सहरू तपाईँहरूले बुझिसक्नुभयो होला। यदि यहाँसम्म भिडियो हेरिसक्नु भएको छ भने तपाईँले थाहा पाइसक्नुभयो कि बेनिफिट के छ र यसको नेगेटिभ कुराहरू के छ भन्ने कुरा। सो तपाईँहरूको ओपिनियन के छ त्यो चाहिँ कमेन्टमा लेख्नु होला। यदि सर्ट टर्मको लागि हो भनेदेखि आई वुड प्रिफर जोजे मोरिनो। तर यदि क्लब आउँछ भनेदेखि मेरो ओपिनियन हुन्छ यदि क्लब अभाइलेबल छ, क्लब आउन चाहन्छ भनेदेखि एनी डे एनी टाइम जोजे मोरिनो भन्दा अगाडि म योर्जेन क्लबलाई रियल मेड्रिडको नेक्स्ट म्यानेजरको रूपमा हेर्न चाहन्छु। यदि क्लब आउँदैन भनेदेखि अनि बल्ल जोजे मोरिनोमा गएको राम्रो भन्छु म चाहिँ। सो मेरो फाइनल ओपिनियन त्यही हो। तपाईँहरूको ओपिनियन चाहिँ कमेन्ट सेक्सनमा लेख्नु होला।